हामी अहिले इच्छाकामना गाउँपालिका चितवन प्रवेश भइसक्यौँ। फिस्लिङ आइपुग्यौँ अहिले। बाटो अहिले त प्याक हुन थाल्यो, दिउँसो भएर होला। बिहानसम्म अघि जसम्म त खाली नै थियो, यता त पुरा बिजी छ, रोड पुरै टाइट छ आज। यता चितवन इन्ट्री भइसक्यौँ हामी। अब हामी केही समयमा नै हाम्रो डेस्टिनेसनमा पुग्दैछौँ। अब लगभग 2 घन्टा लाग्छ। अब 2 घन्टा लाग्छ। अब कति बज्यो अहिले? 12:15 भयो। अनि पछि अब लगभग 1.5 घन्टामा पुग्छौँ होला। अब हामी कुरिनटार आइपुग्यौँ। मनोकामना मन्दिर जाने गेट बाटो। अघिसम्म बाटोमा जाम छैन, पुरै खाली रहेछ भनेर खुसी हुँदै आएको त, भरे त कहाँ हुनु। बल्ल मुगलिन आइपुग्यो। अब यहाँदेखिको बाटो कस्तो छ थाहा छैन, हेर्दै जाउँ कस्तो हुन्छ। अब हामी यताबाट, यहाँबाट होइन के हो, होइन ए झन्डै यहाँबाट छिरेको साथीहरू। हामी त अलिक तलबाट पो हो त। ए त्यही त, यस्तो उकालो त नहुनु पर्ने भन्छु। झन्डै यहाँबाट छिरेको हो। के भएको यो? यस पर चोकमा त झन् क्या जाम छ। ठिक छ, तर हामी यहाँसम्म आइपुग्यौँ। अब यहीँ जाम भयो भने पनि बस्ने ठाउँ त छ नि। यहाँ त त्यहाँ जङ्गलमा त कहाँ कस्तो अत्यासै लाग्ने। 1 किलोमिटर भए पनि अब गाडी डोर्याएर आउने कुरा भएन। यताबाट जाउँ न, यहाँबाट हामी सट्टै यताभित्र छिर्छौँ नि त। यहाँबाट छिर्ने ठाउँ छ कि बुढा? यहाँबाट छिरेर यता गइहाल्ने हामी। भैरव जाने हो यो त। मुगलिनको चोकबाट भित्र छिर्यौँ। यता पनि जाम चाहिँ उस्तै नै छ। उताभन्दा त अलिक कमै हो, तर अब उता जस्तो धेरै चाहिँ नहोला अब है। लगभग मेन जाम चाहिँ कट्यौँ हामी। अब भनेको खै अघि पनि त्यही भन्दा त्यत्रो जाममा बस्नु पर्यो, आधी घन्टा अनि अलि बढी। उताबाट आउनेहरूलाई पुरा जाममा बस्नु पर्दैछ। पोखरा जाने गाडीहरू सबै। यत्रो पहाड हो, 40 स्पिड। टोपे खोला रे, टोपे खोला पुल। बाटो चाहिँ जे भयो नि राम्रो बनायो, पनि टोपे खोलै रहेछ। के रहेछ बनाएको रहेछ बाटो। यस्तो होला, त्यो कन्ट्रोल के अरे स्पिड कन्ट्रोल गर्नको लागि होला न। धेरै स्पिड भयो भने उ गर्न हुन्छ भनेर होला भनेको, मलाई थाहा छैन। तलबाट गयो त नाम्सी खोला। कस्तो राम्रो झर्ना चाहिँ कति धेरै है। तर गाउँतिर जाने बाटोहरू होला नि, गाउँ जाने बाटोहरू हुन्छ नि। कुन खोला यो? मर्स्याङदी हो? त्रिशुली हो? त्रिशुली सेती गण्डकी आउँछ। जिउधनै भाकिनी फुलपाती राखिनी बिस्तारै बुझाएको त्यो ट्रकले। देउरालीमै सुकाइ आए पातेभरि माया। कति छुटे मनका रहर बाटो बिसाउनेमा, पाइला भन्दा घुम्ती धेरै
भरतपुर महानगरपालिका प्रवेश गरिसकेका छौँ। अब धेरै बेर छैन है। 25 किलोमिटर नारायणगढ यहाँदेखि। ठिक छ, अब यतिकै यही स्पिडमा जान पायो भने त पुग्छौँ अब एकैछिनमा। डुम्रे खोला पुल खरे खोला उर्लेर आयो। यहाँ त्यहाँबाट गएर यताबाट निस्किन पनि मिल्ने रहेछ। उताबाट इन्ट्री, यताबाट चाहिँ एक्जिट होला क्या है। देवीटार, जुगेडी पुल, जुगेडी खोला पुल दामी है। तर म कहिले रे लास्ट इयर कहिले रे बुढा बुटोल गएको थिएँ त म। त्यो बेलामा नै यस्तै थियो क्या बाटो। चितवन सवारी गैडा छचिनारी। चितवनको सवारी गैडा छचिनारी। सुविधानगर, सुविधानगर आइपुगेछ। सुविधानगर भनेको जे पनि मलाई थाहा छ। कस्तो दामी है बाटो त। वाउ सर। अलिक पर गएर हेरौँला न। कस्तो दामी बाटो। ड्रोन भावे ड्रोन क्या ड्रोन सर्ट लिनुहुन्थ्यो है देखाउने क्या सबै। तर बाटो त देखिँदैन होला यो झाडीले ड्रोन गर्दाखेरि त। यत्रो देख्छ होला। कस्तो राम्रो मजाको फुल फुलेको। कताबाट यताबाट गयो भने कहाँ पुग्छ? बुटोल जाने बाटो होइन, बुटोल जाने बाटो नि। ल हाइवे आइपुगेन। मलाई त कस्तो थारू ड्रेस लाउनु मन लाग्यो। म त हरा यहाँ एउटा फोटो खिच्न जान्छ खालु। खिचौँ न त यहाँ। चट्ट लगाएर भोलि आउनु पर्ला यतातिर। अम्ब्रेला स्टेजतिर जाने नि भोलि। बाल मैत्री वडामा प्रवेश गर्नुभएकोमा यहाँलाई हार्दिक स्वागत छ। एन्टी लाइट परेर त्यो लेखेको त देखिँदै देखेन। भोलि खिच्नु पर्ला है। पाकेँ। वाउ अनि लगाइदिएको छु मैले। ठिक छ। म त अगाडि अगाडि बस्नु मिल्दैन। म त अगाडि बस्नु भिडियो बनाउँछु नि अगाडि बसेर ल।
कति धेरै हो फर्सी लामोवाला फर्सी है लामोवाला फर्सी हो क्या त्यो बनाएको भिडियो बाटो जस्तो वीरेन्द्रनगर ए पटिहानी कहाँदेखि हामी यहाँबाट गएको र हिजो यतैबाट गएको हो पनि रिजोर्ट हो यो हेर्नु भएको थियो हजुरले यो पनि हेर्नु भएको थियो लास्ट फ्लोर रहेछ है शाश्वत धाम भोलि जानु पर्ला भोलि बिहान फर्किने बेलामा ए धान त पुरा भिजेछ काटेको धान त यत्रो जन्मिँदादेखि साइकल चलाउने है यता त वेलकम टु स्टोन पार्क पर्यटकीय नगरी पटिहानीमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ भरतपुर महानगरपालिका अब हामी यहाँदेखि जाँदैछौँ बोटिङको लागि क्रोकोडाइल ब्रिडिङ सेन्टर देखिन्छ हजुर हात्ती साथी सबै मिल्छ लिनलाई चेकपोस्ट बाहेक अरू मिल्यो हजुर आर्मी र आर्मीको चेकपोस्ट हजुर हामी चाहिँ अहिले बोटिङ गर्ने ठाउँमा आइसकेका छौँ यो राप्ती नदी यो राप्ती नदीदेखि पारी चाहिँ नेसनल पार्क हो अरे हामीलाई पनि सबै कुरा थाहा छैन हाम्रो यहाँ दाइले बोट रेडी गर्दै हुनुहुन्छ अर्को एकजना दाइ टिकट लिएर आउँदै हुनुहुन्छ ए अनि हामी क्रोकोडाइल हेर्छौँ हजुरहरूलाई पनि देखाउँछु म देखियो भने देखिने चान्स छ रातिमा क्रोकोडाइल नदेखिने भन्ने त नहोला हैन के हो देखिन्छ होला कतिको एक्साइटेड हुनुहुन्छ एक्साइटेड कति एकदमै धेरै 100 मा कति 100 मा 101 हो म पनि ल म बोटिङ जान्न है हजुरहरू सँगै बस्नुहुन्छ हुन्छ बस्नु सँगै बस्नु भयो सिङ्गल बस्नु भयो तपाईँहरू प्राइस लेख्नु
हो त्यहीँ बस्नु, त्यहाँ बसेर मतिर फेस गर्नु। त्यसरी बोटमा चाहिँ अलि ढिलपिल कम हुन्छ, यो चाहिँ अलिक यो सेफ हो अलि अलि बस्न कम्फर्टेबल, अलिकति ढिलपिल गर्दैन। साइज फरक फरक रहेछ। तर त्यसको बेस अलि पातलो भयो, साइडको अलि बाक्लो भएर अलिअलि ढिलपिल गर्छ। नत्र त बस्न त सेफ त तपाईँको के अरे ढिलपिल नहुने आनन्द बस्न त यस्तोमा हुन्छ ठिक हुन्छ। होइन हामी सानोमा आएको धेरै पहिला 8 क्लास हो कि 9 क्लास 7 क्लास हो क्या, सानोमा खेलाएको थिएँ। हाई एक्साइटेड, यस भेरी मच। कति वर्षको प्लान रे हाम्रो यो बिहे हुनुभन्दा अगाडिदेखिको प्लान हो, लगभग 6-7 वर्ष भयो होला। अब हामी के हेर्दैछौँ अरे त्यो बाटो के अरे खोलापारी घडियाल भनेको चाहिँ ठुलो हो सबैभन्दा। हामीसँग 2 प्रकारको गोही पाउँछ। हजुर यो घडियाल क्रोकोडाइल्स भयो एउटा, यसको नाम। अर्को चाहिँ मास मगर भन्ने हुन्छ। घडियाल चाहिँ प्राय खोलाहरूमा फ्रेस वाटरमा पाउँछ, मास मगर चाहिँ तालहरूमा पाउँछ। अलि यो चाहिँ अलि माछा मात्रै खान्छ, अलि एग्रेसिभ हुँदैन, अलि रेयर हो यो। इन्डियन सङ्कटापन्न हो। तपाईँको यो बाढीको कारणले, ड्यामको कारणले, पोल्युसनको कारणले घट्ने सम्भावना हुन्छ क्या। त्यही भएर चाहिँ क्रोकोडाइल ब्रिडिङ सेन्टरमा यिनीहरूलाई प्रड्युस गर्छ अनि त्यसपछि रिलिज गर्छ खोलामा। अब त्यहाँबाट प्रड्युस नगर्ने, रिलिज नगर्ने भने बाढीको कारणले घट्ने सम्भावना हुन्छ कि, अनि लोप हुनसक्छ। त्यही भएर तालहरूमा चाहिँ मास मगर क्रोकोडाइल पाउँछ। तपाईँको तालहरूमा कहिल्यै फ्लड हुँदैन। अब तालहरू त भित्रभित्र हुन्छ जङ्गलको, पोल्युसन हुँदैन, ड्याम हुँदैन। खोलाहरूमा त अब डिस्टर्ब हुन्छ नि त। अनि यसको वाइल्डमा तपाईँको बच्चाहरू पार्यो भने त्यति एग्रेसिभ हुँदैन। त्यो ऱ्याप्टरहरू, इगल अस्ट्रेहरूले बच्चाहरू लिएर गइदिन्छ क्या। अब हर्के क्रोकोडाइल ब्रिडिङ सेन्टरमा त बच्चाहरू पानी सेपरेट गरिदिन्छ र बच्चाहरू राखेको ठाउँमा रुफहरू छ, रुखहरूको कारणले गर्दा लानु पाउँछ। त्यसको त ज्यानमा पुरा के हिँडिरहेको छ कि, चलाएर बसिरहेको छ। किरा हिँड्दैछ क्या त्यसको ज्यानमा, निदाएर होला। यो प्रायः विन्टर टाइममा बाहिर आउँछ घाम ताप्नलाई। खोलाभित्र नि हुन्छ नि होइन दाइ गोही? हुन्छ। त्यही त पहिला त्यो क्यानोइङमा चाहिँ गोहीले पल्टाइने चान्स हुन्छ है। तपाईँको कस्तो हुन्छ नि, हामी त्यो डुङ्गासुङ्गा तपाईँको अनि यस्तो बाटो हामीले मेक नोइज गऱ्यो भने, हल्ला गऱ्यो भने यिनीहरू डराएर भाग्छ नि त। अनि तपाईँको कस्तो स्थितिमा भने यिनीहरू अग्लोमा छ, क्यानोहरू तलमा छ, धेरै क्लोज लग्यो भने यिनीहरू भाग्ने क्रममा, हाम फाल्ने क्रममा डुङ्गा पर्ने सम्भावना हुन्छ क्या। लोकेसनले नि फरक पार्छ। अब यो साइडमा अलिक ढिक अग्लो हुने, अनि हामी नजिकै लिएर जाने रिक्स लिएर उनीहरू भागेर त्यस्तो गरेर यस्तो डुङ्गाभित्र पनि पर्छ। उता खोलामा गोही छ जस्तो, लट्टी जस्तो हो कि गोही हो यो? होइन, लट्टी जस्तो गोही छ। उतापट्टि गोही हो, बिचमा बिचमा नि गोही जस्तो त, गोहीको सुट जस्तो नि त्यो। एकै ठाउँ बसिरहेको त्यो सुट छ, त्यो गोही हो। यो त भर्खरको जस्तो छ है त यो? होइन, सानो लकडी छ। लकडी हेरिसक्नु भयो त अहिले? यो गोही के सानो भर्खरको जस्तो छ। यो त बाहिरको हो, यो पानी हो भन्नुभएको थियो नि। यसो गरिरहेको छ नि, त्यो चाहिँ होइन, यो सानो जस्तो छ। 1 वर्ष भयो। कति वर्षसम्म बाँच्छ क्रोकोडाइल? यिनीहरूको लाइफ टाइम 60 वर्ष। मान्छेको जति पनि हुँदो रहेछ त। मान्छेको भन्दा कम हुन्छ, मान्छे 70-80। हल्दै नै अहिलेको मान्छेको औषध आयु घटिसकेको छ नि त पहिलाको भन्दा। यहीँ वरिपरि गर्ने हो त हामी बोटिङ? होइन, जाने हो, त्यही हेर्न मात्रै लिएर आउनु भएको। त्यही त अरू ठुल्ठुलो हेरौँ न। आज स्पेसल बोटिङ भइरहेछ हाम्रो 2 जनाको मात्र। तर हामी प्राय जहाँ जाँदा पनि 2 जनाको मात्रै हुन्छ है,
धेरै जान नि हुँदैन ऊ त्यो स्टोनहरू छ नि हजुर ग्राभेल देखिन त्यस्तो तलपट्टि गइछ सानो हाल्ने ए घडियालै गइने हो खोइ म नि हेर्छु नि एकछिन है म हेर्छु ल ए ऊ देखेँ मैले यतापट्टि कहाँनिर ऊ यता हेर्नु न यहाँको मुनि यतापट्टि यहाँ छेउमा हो देखेँ मैले खिसकेँ आँगर बसेको खानेकुरा दिनु न निदाको होला कि के गरेको होला त्यो खाजा खोजेको होला नि आरा घाम तापेको ए उनीहरूले के खान्छ माछा मात्रै खान्छ यिनीहरूले यहाँ माछा यहीँको माछा उनीहरूलाई छुट्टै एक्स्ट्रा केही दिनुपर्छै पर्दैन पर्दैन वाइल्डमा हो चराहरू नेसनल पार्क यहाँनिर क्याप्टिभिटीमा चाहिँ तपाईँको चाहिँ क्रोकोडाइल ब्रिडिङ सेन्टरमा मरेको माछा दिन्छ त्यही भएर तपाईँको 100 क्रोकोडाइल रिलिज गऱ्यो भने 25 इन एभरेजमा बाँच्छ क्या ए तपाईँको वाइल्डमा त तपाईँको त जिउँदो माछा खानु पऱ्यो फ्रेस अनि छोड्नुभन्दा 20-25 दिन अगाडि तपाईँको नेचुरल फेन्स लाइन बनाएको हुन्छ खोलामा अनि तपाईँको अनि बिस्तारै एडाप्ट हुँदै सिकाउनलाई क्या ए अनि खोल्दै खोल्दै गर्छ नि त्यस्तो हुन्छ नहल्यो म त किन हल्लिन्छु र सतिर गयो दुर्बिन है पाइन्छ भन्नाले त थारूदरे यहाँको आदिवासी हो हजुर यिनीहरूलाई अलाउ छ त्यो बाइक युज गर्नु पाउँछ ठुलो पाउँदैन हजुर ठुलो कहिले लिगल गर्छन् अब आर्मी गस्ती आयो भने अलिक भाग्छन् लुक्छन् समातेर नि लिएर जान्छ समातेर ए अनि उहाँहरू त के माछै मार्न आउनुभएको त होला नि होइन गेस्टकोलाई ड्रप गरेर अनि माथि ल्याएर डुङ्गा ए हामीहरू कहाँ होटलमा जान्छ है होइन नै अब हामी ब्यारेक जान्छौँ के अब झरेर क्रोकोडाइल सेन्टर हेरेर जाने हिँड्दै ए अनि उहाँले बोट माथि ल्याएर ट्याक्क बान्नुहुन्छ उहाँले होटल गाडी लिन आउँछ कहिले काहीँ यस्तो ढिलो भयो भने वहीँ तलै बानिदिनुहुन्छ त्यतैबाट जानुहुन्छ ए कन्ट्रोल गर्नु पर्यो नि त है सबैतिर कतिको चिसो रहेछ पानी ए ठिकै रहेछ पानी त यो नारायणीको छ नि हजुर त्यो पानी चिसो हुन्छ यो अहिले त्यति चिसो हुँदैन यो राप्तीको पानी यो कहाँ गएर मिसिन्छ अब यो नारायणी खोला ए अब तपाईँहरू आउँदाखेरि काठमाडौँबाट त्रिशुली हुन्छ अनि त गण्डकी हजुर मिसिन्छ अनि त आएर नारायणी भन्छ लास्टमा यो खोला गएर नारायणीमा मिसिन्छ अनि यसको मुहान चाहिँ ए टुडाहरू माथि माथि पाहाडहरूबाट आउने ए त्यही भएर त्यति तातो छैन हजुर त्यो अब गण्डकीको पानी आउने हिमालहरूको पानी आउने गण्डकी त पुरा चिसो हुन्छ नि त्यही भएर चिसो हुन्छ तपाईँहरूले पनि टिका काट्नुपर्छ त यहाँ आउँदा पर्दैन ए हामीसँग लाइसेन्स हुन्छ गाइड नेचर गाइड लाइसेन्स भनेर ए वर्षको 2000 तिर्नियो ए त्यसपछि हामीले काट्नु पर्यो कस्तो काम है आनन्द के खै ऊ हौ गइसक्यो घारीमा हेर्नु न चलिरहेछ त जुम गर्नु न हेर्नु न बाख्रा जस्तो ब्राउन कलरको कि ऊ त आऊ बेबी ए देखेँ देखेँ गएर पनि हेरिदिनु पाएँ त यो पाइट किङफिसर है
हजुर खोलाको छेउमा छ नि एउटा सेतो कालो हजुर यो किङफिसर चरा ए किङफिसर त्यो पनि खिच्नु भने भाग्यो ऊ हेर्नु न प्रायः धेरै निलो हुन्छ यो चाहिँ अर्कै प्रकारको हो खोइ मेरो पनि मोबाइल दिनु म नि बनाउँछु चरा मिस भयो नि किङफिसर तर देखिएला उता गएर नि डियर त देख्यो डेन्जर कमाउँदैछ त बाघ त धेरै छैन होला त यतातिर अहिले त्यति कमन छैन कि डाटा त छ होला नि तर यति छ भनेर 134 वटा इन एभरेज होल चितवन नेसनल पार्कमा तपाईँको यो भयो लम्बाइ यसको लामो छ होइन हजुर अनि भित्र पब्लिक रोड छ 9 किलोमिटर त्यो क्रस गरेपछि माडी भन्ने गाउँ पुग्छ पहिलाको 4वटा गाविसहरू थियो अनि माडी नगरपालिका त्यसपछि त्यो बाटो माथि माथि गयो भने जङ्गल हुँदै ठोरी पुग्छ वीरगञ्ज पुग्छ एकपल्ट इन्डियाले नाकाहरू बन्द गर्दा ठोरीबाट ल्याउँछ नि ब्ल्याक पेट्रोल डिजलहरू जङ्गलको बाटो अनि माडीबाट तपाईँको पहाड छ जङ्गल छ अनि ठाउँ पिलरहरू छ क्या तिनीहरूको इन्डियन फोर्सहरू बसिरहेको हुन्छ हाम्रो नेपाली चाहिँ त्यति बसेको छैन अलिक शस्त्र प्रहरी अलिक टाढै बसेको छ है बाघ कराउँदैछ गाइस भरे त कुखुरा पो ए बाघ सुन्नुभयो खाइ जङ्गली कुखुराको आवाज हो यो कालिज र जङ्गली कुखुरा फरक हो है यो जङ्गली कुखुरालाई चाहिँ लुइचे भन्छ ए लुइचे भनेकै जङ्गली कुखुरा हो हामीले अब बुझ्ने भाषामा चाहिँ भन्दाखेरि अब जङ्गली कुखुरा भनेपछि बुझिन्छ नि त हजुर तर यसलाई यिनीहरूकोमा चाहिँ नाममा चाहिँ नेपाली ठेटमा चाहिँ लुइचे भन्छ हजुर इङ्ग्लिसमा रेड जङ्गल फोल भन्छ होइन देख्नुभयो यता बेबी मङ्की रहेछ आमा आयो होला उसको लिनमा कति सानो है अन्त बेबी मङ्की देख्नुभयो भने तपाईँहरूले सानो छ गस्ती हुन्छ समात्छ किन आयो कसो आयो भन्ने हुन्छ सामुदायिकमा जो जाँदा पनि भयो त्यहाँको लोकल मान्छेहरू प्रायः न्युरो टिप्न जान्छन् कहिले काहीँ दाउरा टिप्न जान्छन् त्यति टाइट गर्दैन कि बस्छ आर्मीले पनि ए गस्ती त सामुदायिकमा नि गर्छ अलिक त्यति फितलो हुन्छ ए अस्ति नै एकचोटि पुरा भाइरल भएको थियो नि त्यो आर्मीको त्योमा न्युरो टिप्न गएर अनि पिटेको भिडियो आइरहेको थियो क्या त्यो त सौरा साइडतिर त्यतातिर अहिले चाहिँ सौरातिर धेरै भिड भयो भनेर बरु माडीतिर सौरामा अलि के भन्नुभएको के भन्नुभएको मामाहरू के भन्नुभएको उहाँसँग कुरा गर्नु दाइले अलिक कान्नी कम सुन्नुहुन्छ कि ए खुट्टै टेकेर आउँदैछ डुङ्गा र के हो गहिरो नभएको ठाउँमा हातै ढकाल्ने गहिरो भएको ठाउँमा बाँसले ढकाल्ने ए गइरहेको छेउमा त छेउमा नि कुनै ठाउँमा गहिरो होला कुनै ठाउँमा नहोला खानेपानी चाहिँ कताबाट आउँछ दाइ यतातिर अब धेरै पपुलेसनहरू छैन अब पहिला त तपाईँको ट्युबवेल हुन्छ नि धाराबाट 20-25 फिटबाट धसायो भने धारा आउँथ्यो धाराबाट पानी आउँथ्यो अहिले त ठाउँमा तपाईँको सरकारले तपाईँको खानेपानी व्यवस्थापन बोर्ड गठन गरेर ट्याङ्की बनाएको छ अब सप्लाई गरेको छ रोडको दायाँ बायाँ पुरै पाइपहरू बिछा छ जसले जोड्न मन लाग्यो भने जोड्ने फर्मसम भने जोड्ने मिटर अनुसार पैसा दिने खोला रहेछ पर त खोला होइन यसलाई के भन्छ घाँटी भन्छ कति धेरै रहेछ हेर्नु त साह्रो छ देख्नुभयो दाहिने साइडमा नि छ यहीँ ग्रासल्यान्डमा
र बालुवानिर हजुर यता पनि रहेछ त्यो फिमेल पिएनहरू छ यिनीहरू ए अलि मेल अलि कलरफुल हुन्छ हजुर ए हामीले हिजो देखेको मेल रहेछ भनेपछि मयूर मयूर हामी जङ्गल वाकको लागि जाँदैछौँ दाइ हुनुहुन्छ अगाडि बिचमा हाम्रो थापाजी थापाजी कस्तो हुँदैछ ओहो अघि खाएको त पुरा उनी भयो नि त अब यी गैडाले उ गरेर गएछ हेर्नुहोस् दर्शन गर्नु टाढैबाट हामी कहाँ जाँदैछौँ भनिदिनुहोस् त सिबिसी भनेको कति धेरै दाइ प्लिज एकछिन गाइस डियर हेर्नु त कति धेरै चस्मा गरेर हेर्नु पर्यो केयर नभएको ल हामी केही पनि गर्दैनौँ तिमीलाई हामीले हेर्ने मात्रै हो तिमीलाई पानी पछि नभएको ल यस्तो राम्रो है साथी छुट्यो नि त उसको त्यही भएर हेर्दैछ है चितवन राष्ट्रिय निकुञ्जमा हार्दिक स्वागत छ वेलकम टु नेसनल पार्क चितवन नेसनल पार्क राप्ती पुल हामी पुल क्रस गऱ्यौँ अब यो पुल क्रस भएपछि चाहिँ नेसनल पार्क हजुर अब हामी हजुर ए ऊ गए ऊ एकछिन रोकेर खिचौँ न ए खिचिहाल्नु न गर्नु भ्याइन कति धेरै कति हेर्नु त बच्चामा आउँछ खिचेर जाउँछ भयो खिच्नु हो नि ए पुग्न लाग्यो आनन्द है जङ्गल के यति घरमा बस्न नपाइ हात्तीसाल मेल हो कि फिमेल हो यो हात्ती ए हात्ती चाहिँ चर्न जान लागेको रे
3टा ओ बेबी एलिफेन्ट बेबी पनि रहेछ बिचरा तर दुख्छ होला है उनीहरूलाई तपाईँको यहाँको 3-4 टन हुन्छ तपाईँको एज पर टन तपाईँको 2 सेन्ट गर्छ ए लिफ्ट अप 300 किलोग्राम ओहो तर हामीलाई चाहिँ माया लाग्ने कि उनीहरूले ट्रेन गरेको हुन्छ कि ट्रेन गरेको हुन्छ भन्नाले अब त ट्रेन गरे पनि कतिपय हात्तीहरू चाहिँ आफै बाई नेचर एकदम एग्रेसिभ हुन्छ क्या हजुर अनि तिनीहरूले तिनीहरूकै माउथ चलाउनुपर्छ अर्को माउथ चलाउन जाँदैन ए मतलब सानो जन्मिँदादेखि नै गर्छ होला उनीहरूले नि होइन एउटै मान्छेले के हो प्रायः त्यही मान्छेले गरेर हुन्छ कहिले टेन्सन गरेको नि गर्नु त गर्नु गर्छ तपाईँले अनि एग्रेसिभसँग टेन्सन साथलाई अप्नाउँछ हजुर सिबिसी आइपुग्यौँ ए बिचरा माछा खान दिँदै रहेछ नि त सानो प्र्याक्टिस गराएको होला उसलाई होइन प्र्याक्टिस गर्नु त लास्टमा अनि खाना दिँदैछ त उसलाई ऊ हेर्नु न मरेको माछा ए लास्टमा त यो त भर्खर सानो हो त बेबी क्रोकोडाइल हो यो चाहिँ ठुलो भइसक्यो प्र्याक्टिस गर्नु त उनीहरूले पछि यसरी खान सक्ने अलि ठुलो भएपछि चाहिँ उनीहरूलाई चाहिँ राप्तीमा लगेर छोडिने रहेछ बुझ्दाखेरि होइन यो चाहिँ बेबीवाला भयो अब हामी नेक्स्ट अलिक ठुलोमा जान्छौँ यो चाहिँ अलि ठुलो अघिको भन्दा घाम ताप्दैछ प्रजातिहरू भन्दैछ तर यहाँ कछुवा देख्यो भने अहिले देखाउँछु ल अहिलेसम्म चाहिँ देखेको छैन इनकेस देखियो भने म भिडियोमा क्याप्चर गरिहाल्छु आनन्दले सुत्दैछ यो चाहिँ खै मेल फिमेल केही होला त्यहाँ छ अर्को त्यहाँ अर्को छ अर्को छ कस्तो मजाले सुतेको चल्दैन त यिनीहरू त मरेको जत्तिकै गर्छ त घारियल ब्रिडिङ पुल हो दुईटा गयो बिस्तारै जाँदो रहेछ खसक खसक गर्दै भयो गर्मी भयो टर्सिन्छ दुइटा टच गर्दा अरे टर्सिन्छ अब फिलै नआउँदैछ फर्किँदै कहाँबाट फर्किँदै रे हामी चिकन सिबिसीबाट ट्रेकिङ गरेर सक्यो चाहिँ हाम्रो थारू डान्स त्यो पनि देखाउँछौँ हामी कस्तो लाग्यो दामी छ दामी छ है खतरा